आज म चाहिँ सुजीको हलुवा बनाउँदैछु है साथीहरू, हेर्नु होला। यसमा मैले चाहिँ घिउ खराइसकेँ अनि मैले यसमा चाहिँ यो काजु बदाम नरिवल किसमिसहरू राख्दैछु है साथीहरू, हेर्नु होला। अब यसलाई हल्का रातो गरेर भुट्छु अनि त्यसमा मैले सुजीको पिठो राखेर भुट्छु है साथीहरू, हेर्नु होला। मैले अब चाहिँ यहाँ सुजीको पिठो राखेँ। अब हेर्नु होला, म यसलाई चाहिँ मिक्स गरेर भुट्दैछु। यो चाहिँ खाजा है साथीहरू, मेरो बिहानको खाजा। यो चाहिँ मैले भुट्दैछु। अब यो रातो रातो भएपछि मैले यसमा चाहिँ गुडको सक्खर राखेर अनि बनाउँदैछु है। यो चाहिँ सक्खर है साथीहरू, यो गुडको सक्खर, हेर्नु होला। मैले चाहिँ यसलाई भुटेर के गरेर पानी उमालेको पानी हालेर ढाकेछु। अब एकछिनमा रेडी हुन्छ है साथीहरू सुजीको हलुवा, हेर्नु होला। रेडी हुँदैछ है साथीहरू, हेर्नु होला। सुजीको हलुवा रेडी हुँदैछ है साथीहरू, हेर्नु होला। पाक्दैछ, हेर्नु होला सुजीको हलुवा। म चाहिँ लेमन कफी बनाउँदैछु है साथीहरू। राखेँ अनि साथमा एउटा लेमन राखेछु है साथीहरू। मैले चाहिँ यहाँ कफी राखिसकेँ। अब मैले चाहिँ यो लेमन राख्छु है साथीहरू, यहाँ हेर्नु होला। यसरी यसको रस मजाले हाल्नुपर्छ। यो लेमन कफी खायो भने हाम्रो पेटको बोसो जति सबै खाल्छ है साथीहरू। यसरी फिका लेमन कफी खानुहोस्, राम्रो हुन्छ खाली पेटमा। ल रेडी भयो है साथीहरू मेरो खाजा, हेर्नु होला। ब्ल्याक कफी है साथीहरू, अनि साथमा मेरो खाजा रेडी भयो, हेर्नु होला। आजको यही हो।